हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। दिस इज शोभा ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। सो फाइनली गाइज, आज चाहिँ हामीहरू कहाँ जाँदैछौँ भन्दाखेरि दुनै जाँदैछौँ। आइएम सो एक्साइटेड। मेरो चाहिँ फर्स्ट टाइम है दुनै जानु लागेको, त्यही भएर चाहिँ म एकदम धेरै एक्साइटेड छु। मैले चाहिँ भ्लग स्टार्ट गरिरहेको छु जुफालदेखि है। अब घरदेखि बनाउँछु भनेको यस्तो हतारमा हिँडेको गाइज, 81 प्लान बनेको कि, त्यही भएर चाहिँ मैले घरबाट हिँडेको चाहिँ बनाउन पाएन है। हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ जुफालको भ्यू। अनि हामी चाहिँ एयरपोर्ट गएको छैन है, हामी चाहिँ एयरपोर्ट तल छौँ। अब यहाँबाट माथि चाहिँ एयरपोर्ट छ, अनि हामीलाई ढिला भएको कारणले गर्दाखेरि त्यही भएर मैले एयरपोर्ट देखाउन पाएन गाइस, सरी। त्यसको लागि चाहिँ म अर्कोचोटि एयरपोर्ट देखाउँछु। यो चाहिँ नगर बस, हामी यसैमा हिँड्न लागेको दुनै। अनि यो चाहिँ मलाई जहाँसम्म लाग्छ यो गाउँ चाहिँ डाँगीबाडा हो जस्तो लाग्छ। मैले यताउति नि सोधेँ, डाँगीबाडा हो भन्दै हुनुहुन्छ। मलाई चाहिँ त्यति खासै थाहा छैन गाइज, हजुरहरूले कमेन्ट गर्नु होला कुन गाउँ हो भन्ने। मलाई त्यति राम्रोसँग थाहा छैन नि त। सो हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ नगर बसको भित्र हेर्न सक्नुहुन्छ। यस्तो दामी छ नि है। फाइनल्ली गाइज हामी चाहिँ दुनै बजार पुगिसक्यो। हजुरहरूले देख्न सक्नुहुन्छ दुनै बजार। होय जति एक्साइटेड भएर आएको थियो नि त्यति राम्रो छ कि। यो चाहिँ पुलिस क्याम्प हो, यो अगाडिपट्टि पुलिस क्याम्प छ। यो चाहिँ शालिग्राम अब के को मलाई त्यो पनि थाहा छैन है, फर्स्ट टाइम दुनै हो। अब केही कुरा मिस्टेक बोलिहाल्यो भने गाइज हजुरहरूले चाहिँ माइन्ड नगर्नु होला। सो हजुरहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ दुनै बजार। अनि यतापट्टिको चाहिँ यो चाहिँ त्यो पालपाली पसल हो, त्यहाँ बोर्ड रहेनछ, त्यही पनि हजुरलाई देखाइदिएको है, पालपाली पसल। हामी चाहिँ अब एकैछिनमा गुम्बा जान्छौँ, गुम्बाको भ्यू पनि हजुरहरूलाई देखाउँछु। अब चाहिँ हामी गुम्बा हेर्न जानु लागेको। यो चाहिँ दुनै बजार। अब चाहिँ हामी पुलमा आउँदैछौँ, हजुरहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ गुम्बा जाने बाटो। यो चाहिँ पुल। अनि यहाँबाट हस्पिटल पनि जानु रहेछ, हजुरहरूले देख्न सक्नुहुन्छ टक्क। हजुरहरूलाई म भेरीको भ्यू पनि देखाउँछु। आज चाहिँ मेरो यो धुलोले घाँटी पनि कस्तो अर्कै बनाइरहेको कि गाइस, त्यही भएर म खासै बोल्न पनि सकेँ होइन। सो यो चट्ट यो चाहिँ खोलो अरे के थाहा नबजे गरेर कि हेर्न कस्तो दामी चट्ट भ्यू हो कि है दुनै बजारको। सो यो चाहिँ पुल। राम्रो आउनै मिल्दैन त हो। मलाई कस्तो पुलमा पुरा खुट्टा बाङ्गेछ कि कता मेरो मोबाइल खस्यो भने म एन्ड। आज मेरो डे एन्ड। हेर्न यो बिल्डिङ कस्तो राम्रो छ, वाउ ब्युटिफुल। मैले तपाईँलाई माथि गुम्बा गएपछि देखाउँछु दुनै बजारको भ्यू। अनि अब चाहिँ पुल काटेर टक्क सिँढीमा ड्याङ। मैले घरबाट यतिकन भ्लगको लागि अलिकति भए पनि बनाउँला भनेको, मेरो बुढो राजा हातेर बनाउन पनि मैले पाएन। त्यही भएर चाहिँ मैले जुफाल आएर चाहिँ हल्का यति बनाएको थिएँ। सो हामी चाहिँ माथिको गुम्बा जाने हो, त्यो माथिको। हजुरहरूले देख्न सक्नुहुन्छ। अब बजारतिर त म बोल्न त्यस्तै हो है, बोल्दैन। त्यही भएर म चाहिँ यतातिर चाहिँ हल्का फुल्का बोलिरहेको, त्यही पनि साउन्ड सुन्ने हो कि नै थाहा छैन। फर्स्ट टाइम दुनै आउँदा चाहिँ यति चाहिँ घरैबाट एक्साइटेड चाहिँ भएर आएको थिएँ है। यहाँ आउँदा चाहिँ एक्साइटेड जति भएको थिएँ त्यति खुसी चाहिँ मिल्यो है। राम्रो रहेछ, हजुरहरू पनि घुम्न आउनु होला। त्यस्तो भिरा जान पर्ने चाहिँ छैन है सदरमुकाम चाहिँ। ए यहाँ त दुईवटा पुलिस रहेछ है, पुलिस क्याम्प। ए कसैलाई डोल्पाको मान्छेलाई गाइज लोकेसन लिएर आउनलाई गाडीमा राखेर उही पारेर भन्ने अरे कि, त्यस्तो कसैलाई नपरोस्। कारागार रहेछ, दुईवटा पुलिस चौकी जस्तै मान्थ्यो। उता तल पनि त छ नि त, अघि नैको त शालिग्राम देखाएको थिएँ, त्यो पनि पुलिस चौकी नै हो। कारागार यो चाहिँ अझै पनि छ है। हामी गुम्बा पुग्नको लागि म चाहिँ बिच बनाउँदै हिँडेको, किनकि मैले आज भ्लगै बनाएन नि त दुनै आएको भएर।
त्यहीँबाट बनाउँदै हिँडेको। अरे अलक्षिन नगर्नु गुम्बा हिँड्ने बेला कौवा करायो। हामीहरू चाहिँ गुम्बा आइसक्यो। हजुरहरूलाई म गुम्बा देखाउँछु ल। यो चाहिँ डोल्पाको गुम्बा। अब चाहिँ हामी यहाँभित्र एन्टर हुनेवाला छौँ। जाँदैछौँ। ऊ त्यहाँनिर जाँदै हुनुहुन्छ। सो हेर्न सक्नुहुन्छ यो चाहिँ दुनै बजार सदरमुकाम है। टक्क हेर्नु कस्तो दामी भ्यू हो कि। मैले ब्याक क्यामेराबाट पनि देखाउँछु। मेरो चाहिँ एउटा सपना पुरा हुँदैछ है, गुम्बा आउने सपना। सो हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ दुनैको भ्यू। मैले कस्तो आज नाम बिर्सिरहेको कि गाइज। सो अब चाहिँ हामी यहाँ दुनैको गुम्बामा जानेवाला छौँ। दुईवटा गुम्बा रहेछ तर हिँड्न सकेको छैन गाइज। यो चाहिँ नजिकैको गुम्बा। अब चाहिँ हामीहरू ऊ त्यो पारि देखेको गुम्बामा जानेवाला छौँ। पारि अनि के गरे हेर्न आएको त खास यही गुम्बा तर पारिको गुम्बा पनि हेर्न जाऊँ भनेर जान लागेको। यहाँ चाहिँ हामीले अलिअलि फोटो पनि खिचेको हो तर हावाले यस्तो यस्तो गरेर उडाइदियो कि। हाम्रो आन्टीले फेरि टिकटक आन्टी टिकटक बनाएको त राम्रै आएन। कस्तो आयो र। अब चाहिँ हामी जानु लाग्छ। कताबाट जाने हो गाइज। हावा चलेर हेर्नु त पुरा फोटो खिचेको नि हामीले है। अनि यस्तो गरेर उडाइरहेको कि। यो चाहिँ गुम्बा तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ ध्वजा होला के भन्छ। बाटै त छैन होला। अब कहाँबाट घुमाएको है हामीलाई। छैन होला। मन्दिरको दर्शन गर्न आए जस्तो पो घुमिरहेछ हेर्नु। अब गुम्बा घुमेछौँ कि आन्टीले टिकटक बनाइरहनु छ। अब यहाँ माथि पनि पुग्यो अहिले फेरि अर्को गुम्बा जानै पाइँदैन। हामी चाहिँ त्यो गुम्बा जानु लाग्यो है। ऊ त्यो परको गुम्बा। अब चाहिँ हामी उयो गरेर भेट्छौँ। हावा चाहिँ एकदम ओभर चलिरहेको छ है। सो यो पछाडिको चाहिँ दुनै बजार। हजुरहरूले देख्नु सडक। मैले चाहिँ केही कुरा म फर्स्ट टाइम हो है दुनै आएको। मैले चाहिँ केही कुरा मिस्टेक भयो भने सरी गाइज। हजुरहरूले चाहिँ माइन्ड नगर्नु होला। बस ओभरै हावा चलेछ। म बोलेको त केही सुन्ने छैन होला। त्यही पनि हल्का फुल्का सुन्नु होला है। हामी चाहिँ यहाँबाट निस्किने बाटो छ होला भनेर आएको। बाटो रहेन त फेरि यहीँ तल बाटो निस्केर ऊ त्यहाँ पर गेट रहेछ त्यही गेटबाट जानेवाला छ। दुनै जाम के गरेँ अब त्यही हो तालैदियो। हामी फेरि यहीँनिरै आइयो उयो तपाईँबाट। हावा हेर्नु न त्रिपुराकोटमा के हावा चल्छ। सबै जाने मान्छेले त्रिपुराकोटमा ओभरै हावा चल्छ भने यहाँ मान्छे उडाएर जस्तो हावा चल्छ कि। आँखाभरि तुल्नु पऱ्यो। यहाँ रिन्यु हुँदै रहेछ है। नयाँ गुम्बा बन्दैछ होला। यो चाहिँ गेट। हामी चाहिँ त्यो माथि त्यहाँ माथि पुगेको थियौँ। न बाटो न गेट न केही। त्यहाँ माथि सिस्टम अलग थियो। नयाँ मान्छे भएपछि त्यस्तै हो। हजुरहरू पनि आउनु दुनैको गुम्बा हेर्नलाई। गुम्बामा हेर्नु न गाइस कस्तो दामी भ्यू देखेको। त्यो हिमाल टर्लक्क टल्केको के है चुच्चा थियौँ। गुम्बा चाहिँ हामीलाई ऊ त्यो तलको गुम्बाबाट आउन ऊ त्यो तलको गुम्बाबाट आउन कि हामीलाई ठ्याक्कै 1 घन्टा आधी घन्टा लाग्यो। 1 घन्टा आधी घन्टा लाग्यो। हामी सासूबारीको टिकटक र फेसनले उहाँको भित्रभित्र आत्मा जलिरहेको। पानी हेर्नु त गाइस कस्तो दर्के छ। अब खै पानी धेरै ठुलो नआए त गैएला पनि घर गइएन भने आज गुम्बातिर बसाइ होला जस्तो छ। हाम्रो आन्टीको चाहिँ फोटो खिचिदिनु लाग्छ। म एकैछिनमा भेट्छु ल। यहाँ जानु मिल्छ र मिल्छ ए मिल्ने भयो त। हामी आन्टीले जता जता लानुहुन्छ त्यतै हो म त। माथिको चाहिँ गुम्बा। हामी चाहिँ यहाँ छतमाथि सुन्नु पर्यो नि है अर्काको ठाउँमा। आफ्नो ठाउँमा गयो भने केही भन्यो भने एक दुई झापड गाइज हेरिस्यो। यहाँबाट खस्यो भने नि मेरो यो हात पनि पडलङ्गै ढाड पनि पडलङ्गै। गुम्बा हेर्नु न कति दामी गुम्बाको भ्यू छ। विशाललाई कस्तो राम्रो हो कि।
एउटा चुटाउनु चाहिँ त्यही मासु चुट्दै पुलिस अगाडि रहेछन् कि गाली गर्ला नि डर छ गाइज मासुको झोल दाबी चुन्टिएन नचुन्टिस् गाइज गुम्बा तर चापी लानु भएको रहेछ आज चाहिँ मेरो एउटा सपना चाहिँ पुरा भयो है गुम्बा हेर्ने वा तपाईँले देख्न सक्नुहुन्छ चाहिँ गुम्बा के गर्नुपर्छ मलाई त केही पत्ता गुम्बा आएर होइन यस्तो तारै तार लगाउनु भएको रहेछ चापी छ कि भित्र जान मिल्ने रहेन हजुरहरूले चाहिँ बाहिरबाट हेर्न सक्नुहुन्छ डोल्पाको गुम्बा यही हो गाइज होइन कस्तो क्युट छ कि मलाई चाहिँ राम्रो लाग्यो है चाहिँ गुम्बाको सो फाइनली गाइज हामी चाहिँ गुम्बामा फोटोसोटो खिचेर पनि आइसक्यो हिँड्न लागेको सो मेरो चाहिँ एउटा इच्छा पुरा भयो गुम्बा हेर्ने इच्छा थियो ठुलो इच्छा दुनैको सो यो चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ फोटो हेर्न चाहनुहुन्छ भने हजुरहरूले मलाई इन्स्टाग्राममा एड गर्न सक्नुहुन्छ इन्स्टाग्राम लिङ्क चाहिँ म तल दिन्छु हजुरहरूले त्यही नामलाई गएर सर्च गरेर हेर्न सक्नुहुन्छ इन्स्टाग्राममा सो अब चाहिँ हामी जान लागेको ढिला पनि भइसक्यो पानी पनि हल्का फुल्का परिरह है अब जस्तै कस्तो दामी छ कि तर यस्तो घुमाउनेवाला यहाँ छ भनेर आएको तर तल रहेछ कि उल्टो सिस्टम भएछ त्यही पनि ठिकै छ म दुईवटा घुम्न आइसकेँ मलाई चाहिँ गुम्बा हेर्न आउने ठुलो धोको थियो है अब चाहिँ हामी जान लागेको वाउ हावा चाहिँ यस्तो ओभर लाग्छ नि पुरै छोडिदिनु कि मैले गुम्बामा फुल देखेको थिएँ गुम्बाको फुल ल्याउला भनेको बिर्सेर आएछ अब यतातिर छ कि सरी एउटा चाहिँ मन पुग्छु ल कसैले गाली नगरे यो घर कसको आलेको भित्र बाहिर टालेको फुल जति चोर्न थालेको कस्तो क्युट छ है मलाई फेरि फुल देखेपछि कानमा सजाउन मन लागिहाल्छ क्या कस्तो देखेछ गाइज कमेन्ट गर्नु है मलाई क्युट देखियो कि देखाएन फुल भनेपछि मरे पनि जाग्ने मान्छे तर फुल चाहिँ उडाइसकेको बाटै त छैन कतातिर रहेछ हौ जाने होइन आन्टीलाई चाहिँ मैले 50वटा चाहिँ फोटो खिचिसकेँ होला मेरो आन्टीलाई चाहिँ राम्रो लागेकै छैन अरे सिरियसली भन्नुपर्दा गाइज यताउता हिँड्दाखेरि नि यो थोब्राले नि यति दिमाग खराब गराउँछ नि घरमा बस्दा चाहिँ यस्तो क्युट देखिन्छु नि तर यताउति हिँड्दा चाहिँ यही हो थोब्राको हालत चाहिँ यो अन्ध बिग्रिन्छ कि पुरा अन्ध बिग्रिन्छ हामीले चाहिँ बाटो नभेटाएको के हो र बाटो बिराइयो जस्तो छ है गाइज अघि नै चाहिँ आउँदा चाहिँ उताबाट गएको थियो है अहिले चाहिँ हामी यताबाट आउँदैछौँ म चाहिँ यहाँ ब्लग बनाउँदैन हेर्नु त गाइज कस्तो बाटो अप्ठ्यारो छ म तल गएर भेट्छु नि त बाई राम्रोसँग बस ल यहाँ चाहिँ यहाँ गुम्बा घर तल घर रहेछ उहाँहरूको चाहिँ उहाँ चाहिँ सानो नानीहरू हेर्नु भोटिने नानीहरू कस्तो राम्रो क्युट हुन्छ कि मेरो चाहिँ सायद जति पनि मैले गुम्बामा टिकटक बनाएको थिएँ त्यो चाहिँ मलाई लागिरह एउटा पनि छैन जस्तै लागिरह है होइन हामी कता बाटो हिँडेको र ए बाटो बिराएको के हो खै हामीले चाहिँ गुम्बा हेर्न आएको गाइज अब दोस्रो बाटो जाम भनेको बाटो साटो नि अन्धधुन्ध हराए जस्तो छ मेरो टिकटकहरू चाहिँ के भयो है मेरो उसमा चाहिँ के गरेँ ड्रफमा चाहिँ देखियो होइन त्यत्रो माथि आएर जब म फोटोसोटो सेसन मात्रै हुन्छ जस्तो लाग्यो ड्रफमा भएन म त मेरो टाउको ठोकेर रुङ्गी सिरियसली अनि थ्याङ्क यू सो मच मलाई चाहिँ हजुरहरूले के गरेँ रङ्गको भ्लग मलाई धेरै मन पराइदिनु भएको थियो थ्याङ्क यू सो मच हजुरहरूले सपोर्ट गरिरहनु होला तर आज घर पुगाए जस्तो चाल छैन गाइज अघि नै त्यतै बाटो थियो क्या झर्नी बाटो यिनका आमा छोराले त भिर कता यार गाइज यो दुनियाँको मान्छेले भ्लग हेर्दै हुनुहुन्छ भने यहाँ दुईजनालाई डर गाली गर्नलाई यहाँ दुईजनाको फोटो अगाडि राखेर अघि नैको करागार थियो नि त्यहाँ लगेर राखौँ न ल हेर्नु न बाटै कहाँ हो के भिर के यहाँले बाटो छ भन्दै लग्दै गर्नुभयो तर बाटो भएन भने चाहिँ हामी चाहिँ यस्तो हुनेवाला छौँ आज हेर्नु न अघि नै आएको हामी त्यतापट्टि हो
हाम्रो नानीहरू चाहिँ वहाँ छन् कतापट्टि छन् हेलो अरे भाइ अरे कति क्युट क्युट हुन्छ कि है भोटेहरूको बच्चा बुच्ची ए मैले एउटा कुरा भन्न बिर्सेको नि गाइज म डोल्पाको होइन है हजुरहरूले चाहिँ मलाई भोटेनी जस्तै मान्नु भयो तर हम भोटेनी नहीं है हम पालपाली है थ्याङ्क यू सो मच हजुरहरूले भोटेनी जस्तै मान्नुभयो थ्याङ्क यू अझै पनि यस्तै सपोर्ट गर्दै रहनु होला हेर्न पानी परिरह म चाहिँ घरबाट भ्लग बनाउनु पाएको थिइनँ वहाँ के गरेँ जुफा लाएर आदि भ्लग बनाएको थिएँ अब चाहिँ यहाँ बाटो अप्ठ्यारो छ यहाँको आमा छोराछोरीले कताबाट डोराउँदै लिएर हिँड्नु लोट्यो भने मोबाइल पनि जाने मान्छे पनि जाने हुन्छ त्यही भएर चाहिँ म पछि बनाउँछु बुढो हजुरलाई चाहिँ भ्लग हेरेको सरी भ्लगै भन्छु कि हजुरलाई चाहिँ गुम्बा हेरेर चाहिँ कस्तो लाग्यो राम्रै छ अरे देख्नु एटिट्युड गाइज फेरि बाटो बिरायो हेर्नु त गाइज त्यहाँनिर जाली लगाएको नदेखेर हाम्रो आन्टीले त्यहाँनिर पुगिसक्नु भयो अझै आइज भनेर हामीलाई बोलाउँदै हुनुहुन्छ अब त्यहाँबाट चाहिँ उहाँ फर्केर आउनुहुन्छ लाउ न आउनु आन्टी फर्केर सकेला र जाली टेकेर सिरियसली हेर्नु त त्यहीँनिरको बजारबाट यहाँनिरको गुम्बा आउँदा हामीले बाटो बिराएर यस्तो चाल्छ जाने बुझेको मान्छेसँगै आउनुपर्छ गुम्बा घुम्न आउनुलाई तर यहाँ बाटो छ अप्ठ्यारो छ लुट्दैन होला यस्तो मजाले चाहिँ लड्यो गाइज भन्ने अरे कि मेरो त स्ट्यान्ड पनि पुरा यस्तै मोटे आन्टी भरे अब चाहिँ म कसरी जाने हो कुन्नी बुढो क्याचिट देखाउनु अलि त जानु अलि त जानु यिनका आमा छोराको कारणमा हेर्नु त मेरो कुर्ती चित्यो कनै जान्ने बुझ्ने भएर लिएर हिँडिरहेछन् गाइस पानी परिरहेछ भन्न जति अप्ठ्यारो बाटो भए पनि मेरो फुललाई चाहिँ केही भएको रहेन चाहिँ यसले पनि मेरो माया मानेछ कि गुम्बाको मेरो चिनो फुल ल हामीले बाटो चाहिँ भेट्टायो है मैले यहाँको आमा छोरालाई भर्खरै मैले पढाङ गरिदिएँ नि के को भन्नु न गाइस मेरो कानको झुम्का हरायो भनेर कि कानको झुम्का हरायो भनेको त आमा छोरा खै हरे कि तर त्यो चाहिँ मैले देखाएन म बाटो अप्ठ्यारो बाटोमा भएर त्यही भएर मैले हल्का पढाङ गरेँ हो भनेको तर गेट चाहिँ होइन जहाँ पनि के दुनै बजारमा जताततै गेटै बन्द गरेर राख्छन् गुम्बा गएर आइयो दुइटै गुम्बामा गेट बन्द के हरायो भन्नु न मेरो फुल हरायो बाई बाई राख्नु हुँदैन चिनो राख्यो भने चाहिँ फेरि आउन मन लाग्छ मेरो फुल पनि हरायो म त्यति केयरलेस त होइन अब ठिकै छ नरुचेको कुरा यो गुम्बाको डिटेल चाहिँ म घरै गरिदिन्छु यहाँ चाहिँ पानी परिरहेको देख्नुभयो मेरो फेसमा पनि पानी परिरहेको अहिले फेरि यो सब मेरो के गरेँ यो गाजलहरू बगायो भने नि गाइज म देखिने लागेको हुन्न त्यही भएर म चाहिँ अब क्यामेरा अफ गरेर दनादन दन्किन्छु म चाहिँ यो गुम्बाको बारेमा केही राम्रो कुराहरू चाहिँ म घरै गएर भन्छु अब तपाईँहरूलाई थाहा छ नै म दुनै सदरमुकाम टोल्पाको दुनै सदरमुकाममा गुम्बा हेर्न आएको थियौँ अब सबैजना डोल्पाको मात्रै साथी हुनुहुन्थ्यो भने गेस गर्नु गाइज म कहाँ छु भनेर भनिदिन्थेँ अब बाहिरको पनि साथीहरू हुनुहुन्छ त्यही भएर चाहिँ मैले यो कुरा चाहिँ मैले भन्न चाहेन अब कन्फ्युज हुन्छ नि त है कहिले नआएको साथीहरूलाई चाहिँ हजुरहरू पनि गुम्बा घुम्न चाहिँ आउनु होला मलाई चाहिँ एकदम गुम्बा घुम्न आउने चाहिँ यस्तो धोको थियो नि मेरो बुढाले भन्दै हुनुहुन्छ है त गुम्बा अङ्कल आन्टीसँग भेट गर्न आइकिनुहोस् गुम्बा हेर्न आइकियोस् भन्दै कराउँदै हिँड्नु भयो हामी सासूबारी भएको भए त अझै पनि आउँथेनौँ हाम्रो बुढाले गर्दा मेरो स्वामी राजाले गर्दा चाहिँ हामीहरू आउने दोधारमा परियो
पानी परिरहेको गाइज अनि साँच्चै यो हात चाहिँ ह्यान्डी प्लसकोलाई लगाएको भन्नु होला है तर त्यति त भन्नुहुन्न तर मैले पनि भनिदिन्छु यो ह्यान्डी प्लस चाहिँ 81 हाम्रो दुनै आउने पला नै थिएन है 81 दुनै जाम भनेर घुम्न जाम भनेर आएको कि अनि यस्तो हतारमा यो फेरि तपाईँहरूले भनेर पत्याउनुहुन्न होला यो चाहिँ मेरो हात मेकअप किटले काटेको हो कि त्यो श्रीमले काटेको हतारले खोल्दै थिएँ कि मैले अनि यस्तो गरेको त पुरा चट्ट यहाँबाट यहाँसम्म काट्यो कि त्यो हाततिर चाहिँ कहिले हिँड्नु हुँदैन छ हामी चाहिँ अघि नै आउँदा चाहिँ अर्को पुलबाट आएको थियो अहिले चाहिँ यो पुलबाट आउँदैछौँ यो तपाईँले देख्न सक्नुहुन्छ उता हेर्नु न उता त्यो बच्चाबच्चीहरूलाई कि कता हो उतापट्टि साइड है त्यो बच्चाबच्चीहरूले जम्पिङ हान्न गर्छन् कता लग्ने हो यार खोलाले मलाई त लास्टै डर लाग्छ यस्तो हल्लियो नि फोटोसोटो खिच्छु भनेको पाउँदै पाएन त्यही यो चाहिँ बजार हजुरहरूले ल्याउन सक्नुहुन्छ सबै डोल्पाको मान्छे जति आर्छ कुम्बा टिप्न गएर बजार त पुरै यहाँको पनि सुनसान रहेछ त्रिपुराकोटको मात्रै होला भनेको त हेलो गाइज मर्निङ आज चाहिँ दुना आएको नेक्स्ट डे अनि हिजो चाहिँ मैले तल बजारमा पनि आएर धेरै भ्लग बनाउँछु भनेको हिजो चाहिँ के भयो मेरो मुडै अफ भएको के हिजो हामी त्यत्रो बाटो माथि गुम्बा गयो होइन अनि त्यो तल बजारको भ्यू निकालेर भिडियो बनाएर हजुरहरूलाई देखाउँला भनेको त त्यो त बनाउँदै नबनाएको कि मैले 81 तल आएर जब मैले बजारमा आएर हेरेँ त त्यसको के गरेँ भ्यू नै छैन अनि त्यही भएर मेरो हिजो एकदम धेरै मुड अफ भएर मैले नबनाएको आज चाहिँ मैले बिहान पख अब चाहिँ हामी घरतिर जान लागेको त्यही भएर हल्का मेकअप गरेको अनि त्यत्रो माथि गएर गुम्बा गएर अनि बजारको भ्यू नै निकालेर कस्तो दामी भ्यू थियो कि टिकटकमा त टिकटकको लागि 18 मुखी त आयो अनि यो भ्लगको लागि चाहिँ 13 मुखी आउँदै आएन कि अनि हिजो मेरो कस्तो मुड अफ भयो भने नि कुरै छोड्दिनँ गाइज सरी मैले चाहिँ हजुरहरूलाई बजारको भ्यू त देखेछ तर मसँगै देखिएछ कि त्यो बजारको मात्रै भ्यू मात्रै देखिए छैन अनि त्यही भएर मेरो कस्तो घाँटी पनि अर्कै भइरह अनि हामी चाहिँ होटलमा आइन बसेको अङ्कल आन्टीकोमा हो अनि आन्टी चाहिँ तल पूजा गर्न लानुभयो म चाहिँ हल्का मेकअप सेकअप गरेर घरतिर लागौँ भन्ने त्रिपुराकोट अहिले चाहिँ दुनाइ नै हो हामी त्यही भएर गाइस हतारले चाहिँ कहिल्यै हिँड्नु हुँदैन कि हिजो हल्का पानी पनि परेको थियो अनि मम्मीलाई र बुढालाई हल्का पयाङ पनि गरिदिएको त्यही चक्करमा त बजारको भ्यू नै निकाल्न बिर्सेछु सरी गाइज अब कुनै दिन आयो भने चाहिँ निकाल्नुला ल फेरि कुनै दिन आउँदा पनि बिर्सिएला जस्तै छ त्यही पनि हजुरहरूले चाहिँ माइन्ड नगर्नु होला गाइज टिकटकमा त डोल्पाको यो सदरमुकामको भ्यू देखि नै हाल्छ होइन अनि युट्युबमा चाहिँ भ्लगमा चाहिँ हल्का नदेखिने भयो कि बजारको मात्रै भ्यू अनि मसँगैको देखिनु भयो त्यही भएर हजुरहरूले माइन्ड नगर्नु होला हेरिदिनु होला सपोर्ट गरिदिनु होला अब चाहिँ हामी हिँड्न लागेको अब म हिँड्ने बेलामै हजुरहरूलाई देखाउँछु म चाहिँ हल्का मेकअप गर्दैछु हेर्नु कस्तो भयो मुख पनि अन्त कहिले राम्रो पाएको थियो है मेरो मुख यस्तै छ सो म चाहिँ पछि भेट्छु ल अहिले चाहिँ म मोबाइल चार्जर लगाउँछु रुम हेर्नु कस्तो क्युट छ कि खै चार्जर लाउने ठाउँ चाहिँ त्यहाँ छ बत्ती चाहिँ हिजो साँझ गएको थियो अहिले बल्ल आएको छ अब चार्जर लगाउँछु अब गाडी हेर्न जानु पर्यो बस जान्छ यहाँबाट चाहिँ हिजो चाहिँ नगरको बसमा आएको अहिले चाहिँ बिहान उताबाट आउँछ साँझ एकैचोटि जाने नगरको बस अहिले चाहिँ यहाँको काठमाडौँ जाने नेपालगञ्ज जाने बसहरू छुट्छ नि त यहाँबाट त्यही भएर तिनै बसमा जानु पर्ला भन्दैछौँ अनि सो म चाहिँ अहिले हाम्रो अङ्कलहरूको दोकान अनि यो चाहिँ हाम्रो आन्टी अङ्कलको रुम अनि दोकान पनि देखाउँछु के गरेँ त्रिपुराकोटको पालपाली पसल त देखिसक्नुभयो अब डोल्पा मात्रै भन्न आउँछ मलाई दुनाइको नाम त मैले लिँदैन दुनाइको पनि पालपाली पसल हजुरहरूलाई देखाउने छु सो अहिले चाहिँ म हल्का मेकअप गर्छु सुकिसक्यो क्या फाउन्डेसन त्यही खानासाना खाएर पनि हिँड्न लागेको अब तल दोकानमा हुनुहुन्छ सबैजना म चाहिँ यहाँ जुत्ता लाउँदा परिरहेको छु अब चाहिँ म जुत्ता लाएर हिँड्छु यहाँनिर छ
यो चाहिँ दुनाईको पालपाली पसल हाम्रो अङ्कल आन्टीको पसल हेर्न सक्नुहुन्छ गाइज। सो गाइज हामी चाहिँ बिदाबारी भएर पनि हिँडिसक्यो। हिँड्ने बेलामा पनि हल्का भलक बनाउँछु भनेको अङ्कल आन्टी नै मलिनै हुनुभयो, त्यही भएर बनाउन नि पाइएन। फर्स्ट टाइम दुनाई आएको, एकदम रमाइलो भयो। अहिले चाहिँ हामी बस पार्कतिर जाँदै हो। दुनाईको बस पार्कमा हेर्नु घरहरू कस्तो दामी दामी छ। यो चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ दुनाईको बस पार्क है। अहिले खासै त्यति गाडी त रहन्छ, एउटा गाडी जाँदै रहेछ, हामी चाहिँ गाडीमा बसिसक्यो। हजुरहरूले हेर्न सक्नुहुन्छ यो गेटको चाहिँ छुट्टै कहानी छ। यो दुनाईको गेटको चाहिँ एउटा पाइलटको कहानी छ, हजुरहरूले सर्च गरेर हेर्न सक्नुहुन्छ। हामी दुनाई आएको अर्को दिन त पुरा लस्कारै आइरहेको थियो कि मेरो मोबाइलमा दुनाईको गेटको बारेमा एउटा पाइलटको कहानी छ। यसमा चाहिँ हजुरहरूले सर्च गरेर हेर्न सक्नुहुन्छ। यो चाहिँ सुलीघाट आर्मी क्याम्प छ है, यहाँनिर चाहिँ दरो चेकिङ हुन्छ। अनि यता यो भेरी देख्नुभयो नि, त्यहाँ चाहिँ दुईवटा भेरी मिक्सर छ, एउटा फोक्सुन्ड एउटा चाहिँ दुनाईको रहेछ। ओए होए होए के धुलो उडाएको कि यिनी टडकहरूले यार, बाहिर भएको भए त हामीहरू त चिन्नी नै नसकिने भन्थ्यो कि धुलोले लास्टै धुलो उड्छ। त्यही भएर चाहिँ डोल्पा आउँदा चाहिँ अनिवार्य सनग्लास र मास्क चाहिँ अनिवार्य लगाउन लाग्यो है। डोल्पाको धुलो चाहिँ एकदम बढी छ, त्यही भएर मेरो घाँटी पनि कस्तो भइरहेछ है, बोल्नै नसकिने जस्तै कि। यस्तो गाडीमा उस गर्दा पनि मैले हल्का मास्क लगाएको थिएन नि त, मलाई बोल्न गाह्रो हुन्छ भनेर, त्यही भएर लास्टै धुलोले खराब बनायो। फाइनल्ली हामी चाहिँ त्रिपुराकोट पुगिसक्यो। दुनाई बजार चाहिँ मलाई एकदम रमाइलो लाग्यो है। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला गाइस, कमेन्ट चाहिँ ड्याङ ड्याङ गर्नु होला। फाइनल्ली हामी चाहिँ त्रिपुराकोट पुगिसक्यो। फाइनल्ली गाइस हामी चाहिँ घर आइसक्यो। अनि दुनाईबाट 9 बजे हिँडेको, अहिले चाहिँ 11:30 बजे घर आइपुग्यो। अनि हजुरहरू पनि घुम्न आउनु होला डोल्पा। अनि गुम्बा हेर्न गइयो, सबै कुरा एकदम राम्रो भयो। अङ्कल आन्टी अनि सबै ठिकै भयो। सो मैले चाहिँ यहीँ भ्लग एन्ड गर्छु। हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस। थ्याङ्क यू सो मच, बाई बाई।